गाइज हामी चाहिँ यस्तो 1 बजे घामको उसमा हैन टन्टलपुर के भन्छ नि हैन टन्टलपुर घाममा पनि हामी चाहिँ गाइज के गर्नु अब समय मिल्दैन अब परदेशको ठाउँमा यस्तो घाममा भए पनि यसो भेट भएको बेलामा हामी चाहिँ कहाँ जाने त कुन ठाउँमा रे माबुल्ला सी साइडमा हामी चाहिँ माछा समाउन जाँदैछौँ गाइज माछा नि यत्रो हानेर यस्तो देखाउनु अलिकति कमेन्ट आउने कमेन्ट त अब माछा समाएर देखाएपछि कमेन्ट आउँछ त्यहाँ गएर चस्मा लाने भने त यार आँखा खाने गर्छ नि धेरै दबाई हो ओ कस्तो टल्केको मेरो नाक च्यापे चस्माले नाके सोरायो गाइड यो चाहिँ माबुल्लाको सेन्टरमा छौँ हामी चाहिँ सेन्टरमा ग्राउन्डमा ब्लक 3 को बीचमा ब्लक 1 को बीचमा ब्लक 1 र ब्लक 3 ब्लक 2 को बीचमा ओहो यस्तो बालोमा हिँड्नु परेछ है नेपालमा यो बालोमा छानेर जाने शीतल पनि यो बालो नेपालमा पायो भने छानेर चलाउँछ है यस्तो माटोहरू पायो भने त नेपाली हो जसले पनि पैसा कमाउनु पर्छ हामीलाई पो पैसा कमाउनलाई खोलामा कसरी भेट्छ है खोलामा त भेट्छ नि त्यो ठुल्ठुलो उसमा मात्रै भेट्छ आम्मामा बालुवामा त के हो जुत्तो सबै टुट्छ त पसिना आउन थालिसक्यो यहाँ ओ जनक कति गर्मी छ पसिनाहरू यहाँ 52 डिग्री फाइनली हामी चाहिँ आइपुगेका छौँ सी साइड कति गर्मीले ढाडबाट पसिना बगिसक्यो ओहो पसिना त आँखाइमा गयो खोइ कस्तो गर्मी छ त यस्तो बालुवामा हेट ओ गङ्गोडो कत्रो ठुलो यहाँ अघि भर्खरै यस्तोमै हटरमा छ क्या बालो भित्र गयो जस्तो छ बिहान आउनुपर्छ कत्रो ठुलो भनेको यार खरगाउँडोलाई जत्रो यार खरगाउँडो जत्रो तपाईँ कसले ल्याउनु लिएर आउँछु बिहान चाहिँ को आउँछ त समुद्र बारीको देशैमा आफ्नो त भन्ने कोही छैन दिनभरि रातभरि काम गर्ने यता बस्नु पर्छ आहा पसिना त गाइज ओ भने कति मात्रै आएको थियो यो छाल त त्यसको बाजे यो छाल कताबाट हिँड्ने नि हुने गर्मी है कताबाट जाने यार चस्माको चेपबाट यहाँ आँखामा पसिना गइसक्यो टिकटकबाट पैसा कसरी कमाउने यस्तो चौरमा हिँड्नुपर्छ यार यस्तो है ओ दाइ अनि आजको हाम्रो प्लान सक्सेस भयो कि भएन त भयो भाइ दाइ पुगेन हिजो कतिखेर ड्युटी गयो 3 बजी गयो भएन ओहो हामी चाहिँ गाइज रुमतिर जाँदैछौँ स्विमिङ खेलेर कति पोलेको